ल अब चाहिँ माथि आइपुग्यो हामी चाहिँ ल है अब पुसलगुडी पुग्यो ल फुपू नि आउँदै हुन्छ पछि पछाडि कालो छ बाटो मेन रोड पुग्नु लाग्यो हामी बाटो एकदम चिप्लो चिप्लो बाटो छ फुल सेलुको फुल बाटो त हैट यस्तो चिप्लो छ शीतल छ शीतल एकदम शीतल छ मान्छेलाई छिकेको छ ठिक नै त्यही बाघको छ डर के माथि देउता हुन्छ तर के गर्छ यहाँ बराई बाघलाई त डर हट गलामा सास पर्छ हेर्दा बाघले कता हेर हो मलाई डर लाग्छ बालले कतार जङ्गल एक्लै आउँदा चाहिँ यही हुन्छ डर लाग्छ निम्बाङमा काम गर्दा गुम्बु छोडेर म लिएर नि दाइ फेरि दुईजना 12 बजेसम्म राति अनि हेर्नुहोस् है हेर्नुहोस् यहाँ बाजे निदाको हुने ठाउँमा पो आएर बाजे निदाको भनेर कुरा गर्दैछ तपाईँले हेर्दै मात्र होइन साथीसँग ए बाह्र त्यो ज्याक्सनमै पो निदाएर मरेको भालु एकदम धेरै हुन्छ हाम्रो यता त्यो एक्लै हुन्छ डर हुन्छ बर्खा लाग्यो त्यो फुल भने के गर्दा नि यो हेर फुल किरा त उसले रोक्छ नि चाहिँ माथि पुग्यो हामी मेन रोड पुग्नु लाग्छ क्या अझै ठ्याक्कै हाई रोडमा निस्क्यो यो रोड यस्तो छ कच्ची रोड छ लास्ट यस्तो छ बाटो गाडी जाँदैन अनि यता त छैन अनि यहाँदेखि गाउँसम्म पानी नआएको भए भने मर्दैन मान्छे अलि भन्नु पर्दैन भने म मागेर दिन्छु नि त मैले आफै भएन अनि खानु मन छ भने आफूले बन्ने हो के त सही हजुर अनि अहिले पो पानीको कुरो गर्छ यस्तो रोडको बाटोमा यस्तो गर्मी छ है अनि अझै भनेको भए तल होटलबाट एउटा ल्याउँछ बोइ गर्नु यहाँ दुईजना डाली चलिरहेछ बाजे र बहिनीको यो बहिनी त त्यहाँ एउटा लट्ठी गाड्दा पुरो मान्छे तिर्खा लाग्यो भनिरहेछ किन भनिरहेको छ
अघि नै भन्नु परेन आफूलाई चाहिँ आफ्नै लागि गर्नु आज छाता बोकेछ पानी पर्छ बर्खामा त्यही भएर अरे के गर्न यस्तै छ यस्तो त गरिबको जिन्दगी होइन नि बाजे गाह्रो छ दाउनु पर्छ उराउँदो अनि भाइ बर्खा मासमा जुगा अब जुगा निस्किसक्यो गर्मी कति ज्यादा गर्मी छ है गर्मी त होइन जाडोमा पुगिसक्यो हेर्नु रोड यस्तो छ अनि कसरी गाडी जान्छ गाडी फसेर यत्रो हेर्नु अब त यो ऊ ट्र्याक्टर त रोकिसक्यो यो समूहहरू मात्रै हो अब त बन्द हो यस्तो छ बाटो नि हेट ट्र्याक्टरहरू कसरी जान्छ नि बाटोमा ट्र्याक्टरहरू त बन्द गऱ्यो अस्ति जेठ 15 देखि बन्द गरेको मैले चिरिक्ति जानु त हेर बाटो हेट मान्छे हिँड्नु सक्दैन यसमा गाडी कसरी जान्छ त्यही भएर गाम्बर लाउनु पर्छ त्यही भएर बाजे जस्तो गम्बुर लाउने त्यस्तो भने त एकदम हुन्छ